सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल भन्न सोच्नुहुन्छ होला तर राम्रो गर्मीले हैरान पसिना है मेरो युट्युब च्यानल चाहिँ होइन सो यो चाहिँ च्यानल भाउजूको हो अनि मैले चाहिँ स्टार्टिङ गरिदिएको आज चाहिँ भाउजू र अनि मेरो डियर चाहिँ टक्क घुम्न जानुहुन्छ अरे उहाँहरूको लागि पनि मैले चाहिँ युट्युब स्टार्टिङ गरिदिएको छु सो अब बाटोमा जाने बेलामा के भेट्छन् के देख्छन् भाउजूहरूलाई म चाहिँ अलिकति बाहिरबाट आएको थिएँ हप्याक मैले भर्खरै आइपुगेको अनि भाउजूले चाहिँ ल भिडियो स्टार्टिङ गरिदिनु पऱ्यो भनेर चाहिँ मैले चाहिँ भिडियो स्टार्टिङ गरिदिएको है अब भाउजूले नै गर्नुहुन्छ अरू यहाँ अब देखाउनु पर्ने कुराहरू र भन्नुपर्ने कुराहरू चाहिँ है एकदम मौसम चाहिँ चर्को घाम लागिरहेको छ देख्न सक्नुहुन्छ है पछाडितिर पनि म चाहिँ एकदम गर्मी हेर्नु बिहान निस्किने बेलामा चाहिँ अब त्यस्तै थियो अहिले चाहिँ एकदम गर्मी भइरहेछ अनि भाउजू र डियर चाहिँ पुरै मक्खा परेर निस्किरहेको अवस्था हिरुनीहरू जस्तो जस्तो छ कसको हिरुनी अनुप दाइको हिरुनी हैन कसको हिरुनीहरू हो हामी चाहिँ कोटी होम बिरौटा कोटी होम जानु लागेको आज के अरे 24 गतेसम्म भने अब त्यहाँ घुम्न जाने हो अब के हुने हो देखाउने छु यहाँ चाहिँ अमर सिंह अहिले बाटो यस्तो तल जान्छ है यहाँबाट तल जान्छ है आज त ट्राफिक लाइट पनि रहेछ क्या भयो होला नि ऊ त्यहाँ छ रोके है क्या तल बाटो अगाडि एयरपोर्ट हो नि यो मैले गरेको छु कि बिचमा राष्ट्रिय बोर्ड 12 को रिजल्ट लिनको कोटी होममा आइपुग्यो अब चाहिँ भित्र सुन्नेछौँ भित्र साह्रै को आएर सबैजना हो सबै गेटमा मान्छेको भिड खतरा सजा है भित्रको ठाउँ सही छैन पानी छैन दोरी हो क्या घामले कालो नै निलो है रात परिवारमा सुख शान्ति समृद्धि होस् भन्ने भन्दै कामना गर्नुभएको छ सम्मान ग्रहण गर्नु मञ्चमा आइदिनु होला पूर्वी त्रिपाठी हुनुहुन्छ शिलालेखमा नाम रहने गरी सम्पूर्ण परिवारको सुख शान्ति समृद्धि र भागवत अर्पण होस् भन्ने भावना सहित पोखरा 24 बाट 15,050 अर्पण गर्नुभएको छ सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला हाम्रो देशमा शजी झापी भिलेज आमा समूह चाहिँ स्पष्ट नाम छैन अलि स्पष्टसँग लेखिदिनु होला अध्यक्ष पशुपति थापा हुनुहुन्छ पोखरा 18 बाट 13,000 प्रदान गर्नुभएको छ 13,000 प्रदानमा अलिकति
केही थपेर 15,000 पुर्याउनु भयो भने शिलामा नाम लेख्ने अवसर मिल्नेछ। यो बाटो तपाईँहरू वञ्चित नहुनुहोला। प्रगतिशील आमा समूह पोखरा महानगरपालिका सम्पूर्ण सबैलाई नमस्कार। जवानीमा दुःख पायो अहिले उमेर खायो, जवानीमा दुःख पायो अहिले उमेर खायो। भन्नुहुन्छ सबै पारे गीत गाउँछु माने कति राम्रो भन्नुहुन्छ सबैले। मेरो पढाइ लेखाइ न त मेरो रूप, न त मेरो पढाइ लेखाइ न त मेरो रूप। जवानीले मेरो गाड्यो छ मलाई दुःख, जति जति उमेर गयो उति बाहिर भयो, जति जति मान्छेको भिड यस्तो छ। शीतल भयो बल्ल 1 करोडको रुद्राक्ष शिवलिङ्ग। अनि 1 करोड है 1 करोड छ भन्छ कि
गरेको यो उ गरेको हो यो कलश राखेको यत्रो धेरै कलश कहाँ ल्याउनु भयो कोटियामको लाना चाहिँ मिल्यो तपाईँहरूले नि किन्न मिल्यो कति हो एउटाको 1300 एउटाको 1300 के गरेको नि खास दुईटाको यो 1300 को एउटाको दुईटा ल्यायो अनि 2500 तल नि साज तल नि यो कतिसम्म हो कहिलेसम्म हो यो कति 1 महिना चल्यो 24 चल्यो नि 26 गतेसम्म हामी बाजा पाटन पोखरा बाजा पाटन अबे यो खास कसले यसरी राखेको म त कोट्यो भने हामीले लिन पाउँछ रे के भन्नु पूजा गरिसकेर राखेको हो गण्डकी राष्ट्रिय भजन प्रतियोगिता स्थल जाने बाटो ए कति धेरै रहेछ त है थोरै पैसा लगानी छैन है त्यो लगानी अनुसार पैसा नि उठ्यो होला नि उठ्यो होला दिइराखे मान्छे दिनदिनै आइरहेको है यस्तो भिड भइरहेको यही हो हवन कुण्ड कतिवटा खारे 100 कुण्डिया भनेको त्यही त होला नि गण्डकी 7 कुण्डिया भनेको किन हामीले त हाम्रो चप्पल लगाइसक्यौँ हामीले त लगाइसक्यौँ के सही पूजा गर्ने ठाउँ यस्तो हाम्रो त सही लगाएन नै हाम्रो त ट्याक्टरको प्लास्टिक छ भन्नु पितृ पूजा रे यो त्यहाँ हेर्न फोटो होइन पूजा गरेको ए आउँछ नि है त्यो भर्खरको मान्छे अनि यो सेतो चाहिँ यो बाल्टीमा राखेको चाहिँ के हो साँच्ची पितृ पूजा रहेछ यार फोटा राखेर सबै पूजा गरेर फोटोतिर उनीहरूले गर्न दिन्छ कि है त्यो रुद्राक्ष के त्यो रुद्राक्ष शिव फोटो उसमा फेरि खिच्नु तर म त यो टुन्नै म त यस्तो यस्तो भएको खिच्दिएँ यहाँ हेर्न यहाँ फाल्टोमा के रहेछ जानु त हान्दिनँ यो चाहिँ के हो फेरि पानी रहेछ कि मान्छे सुक्यो चाहिँ पैसा हाल्ने हो क्या त्यहाँभित्र पैसा चरणबाट त्यहाँ पुग्यो भने यो भाग्य भने ल खाँदै 1 रुपियाँ फाल्ने हो भने है आमामा कति धेरै पैसा फाल्छु है म नि फाल्छु है त्यहाँदेखि चाहिँ ठुलो बनाएर है भई सनातन संस्कृतिलाई राष्ट्रव्यापी प्रचार गर्नका लागि गरिएको महायज्ञ हो महायज्ञ हो सनातन संस्कृति जुन कुनै समयको सीमाले सृष्टिको विनाश हुनेवाला छ त्यसैले विनाशको समयभन्दा पहिला नै हामी अब जागेर आफूभित्र उजागर गरेर त हामी पनि अब यस्तो सशक्त बन्नुपर्ने यो समयको माग छ र यस्तो समयमा हामीले आफूभित्र भएका ती आन्तरिक रूपमा भएका जो मनोविकारहरू छन् ती विकारहरूलाई नाश गर्नको लागि भगवानको ध्यानको आवश्यकता छ राजयोग मेडिटेसन ध्यान हैन राजयोग दुईवटा शब्द छ राज भनेको रहस्य
हैन र योग भनेको सम्बन्ध मिलन अथवा जोड भगवानसँगको सम्बन्धको योग हो यो खान्छौँ भने हाम्रो मन पनि त्यस्तै किसिमको शुद्ध सात्विक बनेको हुन्छ तामसिक भोजनबाट मन पनि तामसिक बन्दछ हैन भगवानको जो दिव्य शक्ति छ त्यो शक्तिको अनुभूति गर्नको लागि हामीले भोजनमा पनि शुद्धता ल्याउनु पर्छ र अर्को छ दिव्य गुणहरूको धारणा हैन नम्रता धैर्यता सहनशीलता हर्षित खत्रै सजे है त भौजर फेरि यता आउन लाग्यो के पो भनेको यार उही त्यहाँ गेटमा फोटो खिचौँ। हेलो साथीहरू, हामी चाहिँ अहिले निस्केको, अब घरतिर लाग्नु पर्यो। जता पनि यसको बाहिर पनि भित्र पनि बिरुवा कोटी घरको जस्तो कुरो गरेर नि हुन्छ। हेलो गाइस, अब चाहिँ बिरुवा कोटी होमबाट
निस्किन लाग्यो छोरा 3 बजी लिन जानुपर्छ छोरा लिन जानु निस्केको अब पार्किङ गर्ने ठाउँमा छु अब निस्के छोरा लिन च्यानल भन्नु चिसो खाँदैछ हामीले खाइसक्यो मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला सबैजनालाई अब चाहिँ हामी ओए कुत्ता ओए डेन्जर कुत्ता आजु आइज बेबी आयो बाबु सु गरेन मिसले सु गराइदियो एकैचोटि दोकान भने आयो रमाएर फुत्त वहाँ क्लासमा नि ब्यागमा त्यो एकछिन गाडी आउँछ बाबा एकैचोटि दोकान भयो गाइस फेरि झोल यत्रो ठुलो गरममा भयो तर मजा आउने थियो नि यस्तै यता हेर्न कहाँ बाबुले के लियो गोजीमा के छ चक्लेट भन न बाबु चक्लेट भन न मिठाई ल स्कुटरमा हिँड ल ढुङ्गा नखेल्न अब पानीमा जान्छ छिटो हिँड लड्छ फेरि मम्मी गयो तपाईँ भन्दै थियो त्यो अङ्कलले उता नि भनेको मिस तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला बाई